गरेन अहिले चाहिँ मैले सामान बर्थडेको लागि सामान किनेर राखिसकेँ अनि अहिले चाहिँ राति भइसक्यो 9-10 बज्न लागिसक्यो अनि सामान किनेर बजार आउँदैछु अनि केकहरू चाहिँ बाँकी सामान चाहिँ भोलि किन्नुपर्छ अनि भोलि काट्ने हो बेलुका ह्याप्पी बर्थडे आएको खुसी हुन्छु तर मैले त कस्तो के आफ्नो बर्थडे बिर्सेको के कस्तो मलाई त ए हो के हो नौलो जस्तो लागेको छ नाटक गर्ने के फेरि आमा मामा हो कि मैले महिनाको आधी महिनादेखि बर्थडे कराउन त पहिला दिनबाट कराएको तै पनि म बिर्सेँ कस्तो के बर्थडे आयो जस्तो लागेन पहिला सानोमा त सानो हुन्छ सानोमा त कति रहर लाग्थ्यो कि बर्थडे भन्ने बित्तिकै अहिले त के हो केही जस्तो पनि लाउँदैन अब चाहिँ म घर जान्छु बाँकी कुरा भोलि म देखाउँछु ल हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल अनि अहिले चाहिँ बिहानको 5 बजिसकेको छ अनि म चाहिँ 4:30 बजी उठ्ने भनेको अनि धेरै थियो त्यही भएर बिहानको 5 बजी उठेको अब म नुहाउने हो म नुहाएर रेडी भएर मुम बन्दै जाने हो अनि अब त्यही रेडी भएर भेट्छु ल अहिले चाहिँ म रेडी हुँदैछु म रेडी हुन्छु अनि रेडी भएर छिटो गर्नुपर्छ फेरि अहिले ढिलो हुन्छ कि फेरि अगाडि लाइन बस्नुपर्छ त्यही भएर म छिटो रेडी भएर रेडी भएर आउँछु ल म चाहिँ रेडी भएर निस्किसकेँ म चाहिँ निस्किसकेँ अब अनि वहाँ गएर भेट्छु अब अन्त उज्यालो भइसक्यो घाम लाउनु लागिसक्यो मैसँग बस्छ मैसँग हुन्छ सधैँ अनि मेरै बर्थडे विस गरेन यसले अब म के गर्नु आफूसँग हुने मान्छेले त बर्थडे विस गर्दैन अनि अरू कसले गर्छ मेरो मेरो दिमाग काट्दैछ अब किन नगरेको भन्नु यसै झ्याउ अब झ्याउ लाएर भइहाल्छ म सबैकोमा गरिदिन्छु यिनीहरूले मेरोमा गर्दैन साथी भनौँ त होला त केही पनि थाहा कसैले विस गरेन यसले पनि गरेन मेरो बेस्ट फ्रेन्डले नि गरेन मेरो साथीले पनि गरेन कसैको नि फोन नै आएन अनि अस्ति मेरो बर्थडे चाहिँ थिएन कि तर त्यो दिन चाहिँ के भन्छ त फोन गरेर ह्याप्पी बर्थडे टु यु भन्छ पागलहरू बर्थडे नभएको दिनमा चाहिँ उस गर्छ अनि भएको दिनमा चाहिँ उइसै गर्दैन कसैले मलाई रिस उठ्यो बिहान कस्तो राम्रो हरियाली छ पढेगा न पढेगा कसले सिकाइदियो यस्तो यार
सेट ढलिहाल्यो राम्ररी गर्दा भयो ब्याग लिनु कम्प्युटर किम्सी देखाउँछ आउनु बाहिर टिका लाउनु न हमने यहाँ पूजा गरेर भ्याइसक्यो अनि हम घर जा रहे हैं परेवा के दाना देख पड़ेगा ना पड़ेगा हामी घर जाने जुत्ता चप्पल लगाएर घर जाने अब जुत्ता लाउँदैछ अनि हामी घर जाने अब हामी घर फर्किँदैछौँ गाडी कुरेको गाडीमै आएन त्यही भएर हिँड्दैछौँ अब गाडी कहिले आउँछौँ अनि हामी घर जाने हो अनि घर गएर फेरि काममा जाने हो अहिले चाहिँ हामी यहाँ पुगिसक्यो यति हतारमा आएको नि यति हतारमा भागिरहेको तर अझै पनि 8-7 मिनट छ अनि हामी चाहिँ काममा पुगिसक्यो बिहान डुक भयो अब भरे भेट्छु ल अहिले चाहिँ हामी मान्छे घर जान लाग्छौँ मिठाई दिनुलाई घाममा कम्प्युटर किम्सी छ नि म चाहिँ अहिले घर आइसकेँ सामान लिएर धेरै सामान लिएर ज्योति बाले काम छ केक लिएर ला बिहानीमा पाइन्छ कि यहाँ अब ल्याएन छोड्दैन काँचो धान काँचो अनि अब चाहिँ म खाना पकाउनु पर्छ अनि डेकोरेसन नि गरेको छैन डेकोरेसन गर्नुपर्छ केक काट्नुपर्छ भात खानुपर्छ अनि सुत्नुपर्छ अनि मलाई पनि देखाउनुपर्छ ह्याप्पी बर्थडे भन्नु Happy birthday to you. ओ मम्मी ह्याप्पी बर्थडे भन्नु न ह्याप्पी बर्थडे यता फर्केर भन्नु न कस्तो ए धेरै नहाल्नु आलु यता फर्केर हेर्नु भन्नु न ह्याप्पी बर्थडे भन्नु ह्याप्पी बर्थडे दिया थापा दिया थापा अब चाहिँ म खाना बनाउँछु अनि हेर्छु मान्छे रेडी भइसके यो केक हो अनि यो मेरो केक हो अनि पछाडिको मेरो बेलुम हो अनि यो मेरो बाबुहरू हो अनि केक काट्ने अब अनि यो पनि हो के हो बाबु Happy birthday to you. Happy birthday to you. Happy birthday to you, dear Papa. Happy birthday to you. Happy birthday to you. कानैभरि गयो सुक्छ यहाँ यो यहाँ राखमै रेकर्ड भयो होला नि अब चाहिँ म केक काट्छु भयो टिका लगाइदियो Happy birthday to you. Happy birthday to you.
₹20 दिन्छ अनि मम्मी ₹10 दिन्छ मलाई। त्यति पाउनु नि ठुलो कुरा। अब यत्रो पैसा म खाने हो। हाम्रो खानामा चाहिँ बुङ्गुरको मासु, अचार, दाल, भात हो अनि म अब खान लागेको। मैले अब खान लागेको। कुखुराको मासु पनि छ तर त्यो खान्न म बुङ्गुरको मासु खान्छु त्यही भएर। म मेरो पिरियड दिन्छ Next day. हिजोको केक थियो होइन यहाँ अनि हेर्नु नि कसरी खायो हेर्नु न अब फेरि यत्रो त के अरे भातको गाँस पनि हाल्दैन अहिले। अब जाम